भोट केमा काकु? भोट सूर्यमा हो खोइ झन्डा पनि झन्डा हाल्यो नि एकपल्ट ल। अनि हिजोसम्म त माटो बन्दै थियो, कसले जाँड खुवायो तिमीलाई कि मासु भात खुवायो? बालनले यहाँ 100% जित्यो। म नेपाली काङ्ग्रेसको, तर म यसपालि सूर्यमा हाल्दैछु। किन भन्नु, म सूर्य हराउने पक्षमा हो। केपीले हार्नुपर्छ अनि तर सूर्यमा हाल्दा अनि होइन एमाले भोट हाल्छु लस बताइदिन्छु। म कस्तो अनि मैले जहाँ मत हालो त्यो हारेको छ। केपीले हाल्ने लस बताएर केपीको पैसा खाने बालनलाई ठोक्ने भयो। गाडी आयो त यसमा जाने होइन? हरियोमा नजाने किन? काङ्ग्रेस यो कार्यक्रममा केपी शर्मा ओली आउनु भइरहेछ। हामीहरू साथी चाहिँ यहाँनिर घन्टी बजाइदिइरहेको छ क्या, घन्टी बजाइदिरहेको। जेन्जी हो बुवा, म ज्याङ्गीको बाउ हुँ। म ज्याङ्गीको हजुरबाउ हुँ क्या। कसले मलाई 1 लाख दिन्छ त्यसैलाई भोट दिन्छु, म त मरे नै दिन नजाए ओलीले भत्ता दियो। बुढाबुढीको बुद्धि खोइ, ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता। हाम्रा छोराछोरीले रिमिट्याक्स पठाएको पैसा हो। अनि आमा योभन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्नु मिल्छ? म त सबैलाई गर्थेँ। ओलीले धनी पूर्जा दिन्छु भनेर खप्पै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा। के भन्नु हजुर, अब म त शेरबहादुर पार्टी परि। अल्पमतमा पर्नु पर्यो हजुर, म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेसको शेरबहादुर सम्झिनु भयो होला। अर्को नयाँ म एकदम स्वतन्त्र शेरबहादी। यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म। यो पल्ट ठ्याक्कै भन्नुहोस् बा, सरकार कसको भन्छ ठ्याक्कै भन्नुहोस्। सरकार घन्टीको आउँछ, घन्टीको आउँछ बालेन यो पल्टलाई देश विकास कोर्छन् ढाका। यस्ता युवाले नभए त्यो बुढो आँखा जाली लाएछ बेलुका गरेर सुत्नीले विकास गर्छ। अनि जस्तै बालेन शाह त यो ठाउँको मान्छे नै होइन, उहाँले कसरी यो ठाउँलाई विकास गर्न सक्छन् त? नेपालको त हो नि भाइ।